एक्सर्साइज गर्न पनि यस रिसोर्टको माथि चाहिँ एकदम आनन्द आउने रहेछ। वरिपरि ग्रिनरी देखिने है, एकदम राम्रो रहेछ। हाम्रो केशव सर एकदम तल्लीन हुनुहुन्छ मर्निङ वाक गर्नको लागि, ग्रिनरी माथि टन्नै छ। अहिले हामी बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबाट हामी गोदावरी मार्बलमा हाइकिङ जान लागिरहेका छौँ। गोदावरी मार्बल हाइकिङको लागि सबै साथीहरू हिँडिसक्नु भएको छ। लगभग यहाँबाट 45 मिनट लाग्ने कुरा रहेको छ। हामी रोडमा आइसकेका छौँ। हरि राम रूपलाल कृष्ण खरे खोला हेर्नु, पानी कस्तो मजाले क्लिन चङचङ बगिरहेको छ। यो पानी चाहिँ डाइरेक्ट खान पनि मिल्छ है, एकदम छैन गएको हुन्छ। गोदावरी मार्बलको हाइकिङमा हिँडिरहेका छौँ हामी है। सर हामी पिकनिक स्थल आइपुग्यौँ सर। हामी अहिले फुलचोकी वन क्षेत्रमा प्रवेश गरिसकेका छौँ। यो चाहिँ फुलचोकी वन क्षेत्रमा पाइने चराहरूको लिस्ट है। ल यो बाटो चाहिँ फुलचोकी डाँडा जाने बाटो रहेको छ। ल यो चाहिँ नौधारा मन्दिरको प्रवेशद्वार हो। नौधारा मन्दिरभित्रको धारा फुलचोकी भवानी नवधारा निजीगुठी। यता चाहिँ मार्बल डाँडा जाने बाटो रहेको छ है। हामी मार्बल डाँडा जाने बाटो यताबाट डिभाइड भएर हामी भित्र प्रवेश गर्न लागिसकेका छौँ है साथीहरू। कल 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 खोला गोदावरीको यो पानी चाहिँ डाइरेक्ट खान मिल्छ है साथीहरू। कसैले खाने पानी तिर्खा लागेको छैन खाउँ है। यो कति मजा आउँछ है यो पानी चलाउनलाई, चलाएर यसो है। ल अहिले हामी गोदावरी मार्बल डाँडामा आइपुगिसकेका छौँ। पहिला काठमाडौँ उपत्यकाको घर घरमा मार्बल हामी राखेको देख्थ्यौँ। त्यो मार्बल चाहिँ यही गोदावरी मार्बलले प्रख्यात थियो। लगभग 12 वर्ष अगाडिसम्म यो गोदावरी मार्बल यहाँबाट निकालिरहन्थ्यो। भूक्षय र वन विनाशको कारणले नेपाल सरकारले चाहिँ यो गोदावरी मार्बल निकाल्नलाई रोकेको रहेछ। म यस गोदावरी मार्बल डाँडाबाट देख्ने दृश्यहरू म देखाउन गइरहेको छु है। संसद भवन रहेको छ। यो पारी चाहिँ फुलचोकी डाँडा जाने बाटो रहेको छ। गोदावरी मार्बल डाँडामा चाहिँ साइक्लिङ गरेर पनि आउन सकिने रहेछ। साथीहरू साइक्लिङ गरेर यहाँ चाहिँ आराम गरिरहनु भएको हामी देख्छौँ। यो मार्बल ननिकालुन्जेल यो पुरै यस्तै डाँडा थियो। अहिले मार्बल निकालेर चाहिँ यो चाहिँ यस्तो सम्म अर्थात् हामी यहाँ घुम्न बस्न सक्ने सम्म ठाउँ भएको रहेछ। यो परदेखि चाहिँ गोदावरी गार्डन रहेको छ।